हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि हिजोको जस्तै सर्ट भिडियो लिएर आएको छु साथीहरू। अब के कस्तो हुन्छ यसो कमेन्ट गर्नु होला, राम्रो लागे राम्रो, नराम्रो लागे नराम्रो, के कस्तो गर्नुपर्ने छ त्यो पनि भनिदिनु होला। सो म चाहिँ ट्राई गर्दैछु आफ्नो बेस्ट दिनको लागि। अब हजुरहरूले जस्तो भन्नुहुन्छ त्यस्तै गर्न कोसिस गर्दैछु। आज चाहिँ धेरै पछि हाम्रो स्यालेरी आएको हुनाले हामी चाहिँ म चाहिँ ब्याङ्क जाँदैछु। सो म बाटोहरू ल्याइदिन्छ है त। सुविधा आइछ। अब गएर पैसाहरू डिपोजिट गरेर नेपाल पनि गएर पठाइदिउँ मैले नि पैसा हालेर गएको थिएँ। यस्तै हो अब जाँदैछु। अब यो चाहिँ हाम्रो यस्तै हो मालदिप्सको बाटोहरू। अब कतिपय त सबै मालदिप्सतिर हुनुहरूलाई भएकोहरूलाई त थाहा छँदैछ के कस्तो छ बाटो भनेर होइन। अब जतिपय मेरो फ्यामिलीहरू, मेरो युट्युब फ्यामिली मेम्बर, मेरो आफ्नै फ्यामिली मेम्बरहरू जो नेपालमा हुनुहुन्छ उहाँहरूलाई त मालदिप्स कस्तो होला के होला भन्ने हुन्छ नि त। अब त्यही भएर यहाँ हेर्नुहोस् बाटो यस्तै छ होइन। हाम्रो कम्पनी चाहिँ पहिला यहाँ थियो है। यहाँ हेर्नुहोस् त, यहाँनिर हाम्रो साउको मेन कम्पनी चाहिँ फर्स्ट यहाँ थियो। अनि पछि हाम्रो उता गएर सरेको हो। यसको नाम चाहिँ राम्बा होटेल भन्ने छ। यसको क्याफे थियो पहिला। अनि अहिले चाहिँ सबै हामी यहाँनिरतर्फ ट्रान्सफर भएर गएको छौँ। यहाँ मालदिप्समा जसलाई सोधे पनि हुन्छ राम्बा भनेको चाहिँ कहाँ हो भनेपछि जसले पनि बताइदिन्छ, जसले पनि बताइदिन्छ। त्यो चाहिँ एकदम फेमस क्याफे हो मालदिप्सको होइन। त्यही भएर म पनि ब्याङ्कतिर आइपुग्नै लागिसकेँ। फेरि यहाँ चाहिँ यस्तो हुन्छ साथीहरू, त्यो मालदिप्समा होइन सब मालदिप्सहरूको यस्तो हुन्छ नि कपाल, छोरी मान्छे छोरा मान्छे थाहै पाइँदैन यस्तो हुन्छ। हेर्नुहोस् यस्तै हो। अब यसको पारिपट्टि नै हो मैले चाहिँ पैसा डिपोजिट गरेर हाल्ने। अब त्यहाँ त इन्ट्री गर्दाखेरि भिडियोहरू गर्न अलाउड छैन। त्यही भएर अब म यहाँबाट इन्ट्री भएपछि चाहिँ मैले भिडियो गर्दिनँ। एकचोटि निस्केर जाने बेला गरिदिन्छु है त। अब चाहिँ म पैसाहरू निकालेर हालेर पनि निस्किसकेँ साथीहरू। अब अघि म पारिपट्टि थियो भने अहिले चाहिँ वारिपट्टि छ होइन। वारिबाट जाँदैछु। अब त्यही हो। अब आज गएर घुम्न जाने भन्नेको छ। अब गएर साथीहरूलाई उठाइदिन्छु, उठाउँछु। अब गएपछि डिस्टर्ब हुन्छ, उनीहरू सुतिरहेको छ, नाइट ड्युटी गरेर आएको त सुतिरहेको छ। अब गएर उठाउनु पनि मिलेन। अब उनीहरू नउठिन्जेलसम्म अब म बाटोबाट भिडियोहरू गरेर जान्छु। अनि उहाँ गएर अब रेडी भएर फ्रेस भएर होइन अनि उठाउँछु उनीहरूलाई। यो चाहिँ 24 आवर है। मिलन भनेको सब 24 आवर हो। हामी जे पर्दा नि जे आउँछु। त्यही हो। अब उठेको छन् भने सँगै जान्छु, उठेको छैन भने यो चाहिँ मैले देखाएँ नि। त्यो चाहिँ त्यहाँ चाहिँ हाम्रो पहिला होस्टेल थियो कि हामी पहिला वहाँ बसेको यस्तो कति राम्रो जुत्ताहरू। तर नेपालको जस्तो त नपाउने, सबै इन्डियाबाट आउँछ। तर राम्रै भन्नु पर्यो नि त। अब तर रास्तै महँगो छ यहाँ। त्यही भएर अब जान्छु। अब यस्तै हो। अनि अब के हुन्छ सब म देखाइदिन्छु भोलि। त्यहाँ हामी पुगेपछि होइन। त्यही हो। अब यहाँ अलि उता गएपछि यो निलो छ नि, यो ब्ल्याक कलरको इन्पोलो ल्याएको छ नि, हो त्यो बिल्डिङमा चाहिँ हाम्रो जिम छ। हामीले त्यहाँ कहिलेकाहीँ अब जिम गर्छौँ। भोलि पर्सि म जिमको पनि केही क्लिपहरू हालिदिन्छु हजुरहरूलाई। अनि यो मैले देखाउँदैछु नि, यो यसमा चाहिँ गिफ्टहरू पाउने सफ्ट हो क्या। यहाँ चाहिँ पुरै फुलहरूको गिफ्ट पाउँछ होइन। अनि यहाँ आउन सक्नुहुन्छ जो मालदिप्स हुन्छ उहाँहरू चाहिँ। अनि यो बिल्डिङ उता पारिपट्टिको बिल्डिङमा चाहिँ हामी जिम गर्छौँ 5 फ्लोरमा। सो तपाईँहरू इच्छुक हुन्छ आउन सक्नुहुन्छ। इन्ट्री गर्ने चाहिँ यहाँबाट हो। यहाँ इन्ट्री गर्नुपर्छ। पासवर्ड हाल्नु, ढोकाको पासवर्ड हालेपछि इन्ट्री गर्नुहुन्छ, खोलिदिन्छ। तपाईँहरू मालदिप्स हुनुहुन्छ मस्जिदी मागु भन्ने ठाउँमा आएपछि त्यो अघि मैले देखाएको बिल्डिङमा आउँदा हुन्छ 5 फ्लोरमा है त। ल अब साथीहरू अब
यहीँ म क्यामेरा अफ गरेर चाहिँ अब तपाईँहरूलाई पुगेर रेडी भएर बनाउँछु अनि जान्छौँ हामी है त। ल गाइस, भर्खर ब्याङ्कबाट आएर फ्रेस भएर अब त्यो चाहिँ मैले देखाइनँ तपाईँहरूलाई। फ्रेस भएर अब आज चाहिँ हामी 3जना मिलेर घुम्न जाने भन्ने प्लान गरिरहेको छौँ। अब आज चाहिँ हामी घुम्न जाने हो। घुम्न गएको हल्का सर्ट क्लिपहरू हजुरहरूलाई देखाइदिन्छु म। अब 3जना जाँदैछौँ, के कस्तो हुन्छ त्योहरू बनाएर सबै उयोहरू गरेर तपाईँहरूलाई देखाउने छु। को जाँदैछौँ त्यो सबै देखाउँछु, प्लस फोटोहरू पनि सबै म हजुरहरूलाई अपडेट गर्दैछु भन्दै अब अहिले चाहिँ म क्यामेरा अफ गर्छु होइन। अब एकैचोटि हामी वहाँ सिपमा जानुपर्ने हुन्छ। सिपमा गएर के गर्छौँ, कस्तो